बाहिर हल्का हल्का वर्षा परिरहेको थियो। झ्यालको सिसामा ठोकिँदै झरिरहेका पानीका थोपा सानो सङ्गीत जस्तै सुनिन्थे। घरभित्र भने न्यानोपन फैलिएको थियो। भान्सामा आमाले सानो भाँडोमा सुप उमालिरहनु भएको थियो। सुपबाट निस्किएको बाफले सिङ्गो कोठा न्यानो र आरामदायी बनाइरहेको थियो। छेउमा ढाकिएको आँटाको भाँडो बिस्तारै फुल्दै थियो, मानौ उसले पनि वर्षाको मजा लिइरहेको हो। सानो छोरो टेबुल नजिक बसेर तातो चिया समात्दै झ्यालतिर हेरिरहेको थियो। आमा, आज पानी धेरै मिठो लागिरहेको छ, उसले मुस्कुराउँदै भन्यो। आमाले हल्का हाँस्दै उसको टाउकोमा हात फिराइदिनुभयो। कोठाको अर्को कुनामा दिदी कम्बल ओढेर किताब पढिरहेकी थिइन्। वर्षाको आवाज र पानाहरू पल्टिएको सानो ध्वनिले वातावरण झन शान्त बनाएको थियो। बुबा भने झ्याल नजिक बसेर बाहिरको हरियो दृश्य हेरिरहेका थिए। पानीले धोए जस्तो सफा देखिएको संसार। केही बेरपछि सबैजना भान्सामा जम्मा भए। तातो सुप, सादा खाना र हल्का हाँसो। बाहिर वर्षा परिरहे पनि भित्र मन शान्त थियो। त्यो दिन कसैले हतार गरेन। समय बिस्तारै बग्यो। वर्षाको दिनले सबैलाई सम्झाइदियो, सुख सधैँ ठूलो कुरामा होइन, साना न्यानो क्षणहरूमा लुकेको हुन्छ। कफी, वर्षा।